यत्रो दिन बसेर जानु सारेर सम्राट टक्लु भयो टक्लु बनाइदिएको यसलाई त अङ्कललाई नमस्ते गर पापु स्कुल जानेलाई नि अहिले अरे मम्मीले कराउँछिन् फेरि हजुर सोध त त्यहाँ छ छैन के स्टिकर किन्न आएको हो नि किन एउटा पातो हुन्छ मान्छे सीमा खाने चुल्ली बल्ल नेपरियो स्टिकर रहेछ त खोइ पैसा ल्याऊ मैले दिन्छु स्टिकर म दोकाने पैसा खै पैसा लिएर आऊ म स्टिकर खै ल्याऊ पैसा यो तानसिनमा 500 मिनेटमा 200-300 रुपैयाँ भ्याए के खाएर एउटा किनेर ल्याछ फेरि अर्को अरूहरूले के खाएकोदेखि त्यही फेरि त्यो ल्याइदे नल्याइदे बार बसमा गएर म यहाँबाट आम फालिदिन्छु यहाँ आएपछि बल्ल नेपाली न दोकानको खाना पा रिदुरिया भएर नै त्यो बोल्थेन अब बुझ्ने छ माइलो दाइ खै भन्दै बस्छ त्यसपछि बित्ता बजार घुम्न जाने भन्थे आज अभिषेक फेरि हिजै नआएर किन आज आउनु परेकोला तिनीहरू आज आउने सबै गाडी प्याक भयो मलाई पनि सम्झा अरे 2 बजे राति कहाँ भए 2 बजे होइन त्यहाँ वाइफतिर 11 बजे आएछ कि त्यहाँ दुरी एकतिर सन्जय आफैले फोन गरेको थियो मलाई झर्नुभयो त यहाँ ग्याङ छन् के लाउनुलाई पिर नमान्नुहोस् तपाईँ मात्रै झऱ्यो भने झर्नुहोस् भयो भनेको थियो के अरे म त निदाइ भ्याएँ यो जाडा सक्दिनु भयो अब भोलि लगाइयो मैले झार्छु भयो ल भोलि मन्दिरसँग नजाँदै उता मासु आउँदाखेरि पछाल्नु होला भने कि लासको खैरनी स्कुल मुनि अहिले खैरनी स्कुल मुनि लाग्छ त्यो के भन्छ भने ददरा तल ददरा त्यो आँप मुनिको फाँटमा होस् के आँप कि आँप होइन कि खैरनी स्कुल यतापट्टि कुखुरे उतापट्टि अब नौदा त ए बाबु ठिकै भएको छ ठन्डी एकदम मजा यस्तो घाममा राखेछ त्यसो भयो तातो छ टाउको भनेको अझै टाउको तातेर रन्दै भएको छ अझै चिसो भयो होला बल्ल राम्रो भयो चडक्कै एकदम अहिले त हिरो त अब यो ओ भोलि पढ्ने को कान्छी पण्डित लोकन्देलाई के पढ्ने त छविलाल छ सुन्थे मैले खै
कहाँ गएर बुढा कहाँ आइन छोरो हो गा के बोल्छ जिउँदै भएको थियो घरको कान्छेले जिउँदै भएको मान्छेलाई गयो भने बुढोले पनि भन्छ नि दिननाथ पीरतर्सी पनि भने बुढाले कतिपय श्यामप्रसादलाई श्यामकालाई चिन्ता होइन एकनाथले दिननाथ गोर्खाको तर्सिया भन्दै दिननाथ खाली म जिउँदैछु हो भन्दै श्यामप्रसादले म यही छु के भनेको भन्छ बिचरा अङ्कल पनि ठेसर लाउनु जाने हो क्या टुप्पी हेरिराख्ने कानमा कान्ने र हुन्छ कि नि सुशील हुन्छ एकदम के एकदम यारै सुशील तैँले पिटाइ खालास अलिकति त केही पनि हुन्न कि घोचुकतिर पण्डितले राख्न हुन्छ जाने हो तिमीलाई ए अब फाँटतिर झर्ने भयो के अरे सीमा ठाने भुटुकी पनि हार्ने भयो त खतम पार्ने भयो यहाँ सही हुन्थ्यो अब उराठै बनाउने भयो डाँडा सबै हार्ने भयो भुटुकी तँ के तलतिर फाँटतिर झर्ने भइस् भने खट्टा झरिएको छ धान सानो उहाँ थन्काइ भ्याए यसलाई त आनन्द भयो धान यसलाई त फटेरी भयो होइन मलाई स्याहारेर आएको सबै उता त स्याहारिस उता अरूको स्याहार के गर्छस् के अरू यो फटेली भयो दारी पनि फ्याँकिदिने अहिले हुन्छ दारी आफै फाल्छ यसले अहिले जान्दैन जम्मै डन्डी खोएर आएछ काट्यो भने काट्दैन है अगाडि हेर त चिल्लै भयो जुगा सुगा खराखुर पारिदिए हुन्छ यो फाल्ने यो त्यो त पर्दैन तले गाडी जुगा फाल्दिनुहोस् अरू त पर्दैन आइमा पर्दैन र त्यो नि पर्छ क्या जोग देखिन्छ है त्यो फेरि अन्त सब फालिदिने त्यसरी सर्लक पारिदिए मुख नै चिल्लो टाउको नै चिल्लो लाजा त्यही त आँखी बाम पनि छैन ओ यो भन्दा नबोल है मुख फुल आउँछ फेरि सरासरको बेला ठुलो भएर पर्ला मिलाइ ठिकै त्यस्तो मिलाउने क्या महिलाहरूले अहिलेसम्म दारी फालेर देखेँ अस्ति गाडी र जुगा त फाल्नै पर्छ कान्छी आज त हिरो हुने भएपछि आज त टेरीमा थाहा पुग्ने केटीको लाइन लाग्छ अब केटीको लाइन लाग्ने भयो यो सीमा थाहा केटीहरूले चिन्दैन नि त त्यहाँ जाँदा को हो छ यो कहाँको मान्छे आयो भन्छ नि जान्दै अब एकछिन अलिअलि नआउँदासम्म जान्न यो किन जानु पर्यो स्कुल पढ्नुदेखि अलाउड जाने होला माथिको लाइन फालिदिँदा राख्ने होला तलतिर राखिदिए राखिदिए हुन्छ हो ल जाउ खा जुङ्गी पनि भयो माथि गनी बल्ल खा त अहिले त चिल्लै भइरहेको भयो के मान्छे हो के मान्छे बाँदर काटा खाने के अहिलेसम्म त काटे हाँस्दो रहेछ चुप लाएर बस धेरै भयो मान्छे त एकदम भयो
टुप्पी लानु पर्छ नि यहाँ पनि ट्याक्क मिल्छ भएन यो मिलेन भन्दा फेरि दारी राखेछ यसो तान्नु पर्छ माथि पनि फाल्नु हुन्छ के माथि पनि राम्रो देखिने भयो फालिदिए पछि कान्छे भने चाहिँ आफै पनि फाल्दिनु यति एसी भयो भोलिलाई सराद गर्छ अब मुख धोएर पखाला एकचोटि कहाँ रह्यो छैन होला बल्ल चिसो हुन्छ टाउको सर धारामा पखाला